Hello, good morning everyone. My name is Sital Bhari. Today I am here to present my presentation on the topic of RGB and HSV color model. सबभन्दा पहिला चाहिँ हामी कलर मोडलको इन्ट्रोडक्सनबाट सुरु गर्छौँ। कलर मोडल भनेको चाहिँ के हो त? कलर मोडल भनेको चाहिँ हामीले कलरलाई रिप्रेजेन्ट गर्न चाहिँ म्याथमेटिकल वेबाट न्युमेरिकल फर्ममा चाहिँ नम्बरमा चाहिँ कलरलाई रिप्रेजेन्ट गर्छ भने त्यसलाई चाहिँ कलर मोडल भनिन्छ। अनि यसमा चाहिँ कलर मोडलहरु मल्टिपल टाइप्स अफ कलर मोडल छ, तर वाइडली युज गर्ने चाहिँ आरजीबी र एचएसबी रहेको छ। आज हामी त्यही दुईटा मोडलको बारेमा कुरा गर्छौँ। सबभन्दा पहिला रहेको छ आरजीबी कलर मोडल। अब सुरु गरौँ आरजीबी कलर मोडलबाट। आरजीबी कलर मोडल भनेको चाहिँ यो चाहिँ कम्प्युटर ग्राफिक्समा वाइडली युज गर्ने कलर मोडल हो। अनि आरजीबी स्ट्यान्ड फर आर फर रेड, जी फर ग्रीन र बी फर ब्लू हुन्छ। अनि यसमा चाहिँ त्यही थ्री कलर चाहिँ प्राइमरी कलर हो, जुन चाहिँ त्यो कलरबाट चाहिँ अरू सेकेन्डरी कलरहरू चाहिँ बनाइन्छ अथवा जेनेरेट गरिन्छ, जसलाई यसलाई चाहिँ एडेक्टिभ कलर मोडल पनि भनिन्छ। अनि यसको चाहिँ की फिचर अथवा यसको के अरे बिहेभियर भनौँ या जे भने पनि यसमा चाहिँ आरजीबीको भ्यालु अथवा रेन्ज चाहिँ 0 देखि 1 सम्म हुन्छ। अनि यसलाई चाहिँ ब्ल्याकको ओरिजिनलाई चाहिँ 000 डिनोट गरिन्छ भने व्हाइटको चाहिँ 111 डिनोट गरिन्छ। अनि यसमा चाहिँ जुन ब्ल्याक र व्हाइट को बीचमा जुन एउटा रेखा अथवा लाइन ड्र गरिन्छ त्यसलाई चाहिँ ग्रे लाइन भनिन्छ। अब हामी आरजीबी कलर मोडललाई चाहिँ त्यसको डायग्राम अथवा इक्जाम्पलबाट बुझ्ने कोसिस गर्छौँ। यो चाहिँ क्युबिक फर्ममा हुन्छ यसको फिगर चाहिँ। अनि हामीले चाहिँ यो XYZ को लाइनमा चाहिँ यसलाई ड्र गर्छौँ। अनि त्यसपछि हरेक पोइन्टमा चाहिँ एउटा पोइन्टमा ग्रिन राखेको छ, अर्को पोइन्टमा रेड र अर्को पोइन्टमा ब्लू, जुन चाहिँ प्राइमरी कलर हो। अनि त्यसपछि ग्रिन र रेडको बिचमा हामीले चाहिँ एल्लो लेखेको छ, किनभने रेड र ग्रिन मिक्स गऱ्यौँ भने चाहिँ त्यसको एडिसनल कलर चाहिँ एल्लो निस्किन्छ। अनि अर्को छ ब्लू र रेडको बिचमा मजेन्टा कलर, ब्लू र रेडलाई मिक्स गऱ्यो भने अर्को कलर निस्किने भनेको मजेन्टा कलर हो। अनि अर्को पोइन्टमा हाम्रो ग्रिन र ब्लूलाई मिक्स गरेर चाहिँ ग्रे साइन कलर निकालेको छ। अनि यसको मेन पोइन्ट भनेको चाहिँ यहाँ हुन्छ, जुन चाहिँ ब्ल्याक जो जहिले पनि 0 मा डिनोट हुन्छ। अनि ग्रिन, ब्लू र रेडको मिक्स गऱ्यौँ भने चाहिँ हामीले व्हाइट कलर जेनेरेट गर्न सक्छौँ। अनि जुन यो ब्ल्याक र व्हाइटको बिचमा यहाँ एउटा लाइन तानेको छ नि, यो लाइनलाई चाहिँ हामी ग्रे एक्सिस अथवा ग्रे लाइन भन्छौँ। किनभने जब यो ब्ल्याकबाट बिस्तारै हामी माथि गयो भने त्यो ब्ल्याक लाइटर सेडमा आउँछ, जुन चाहिँ ग्रे सेडमा आउँछ, त्यही भएर त्यसलाई चाहिँ ग्रे एक्सिस भनिन्छ। अनि उतानिर त्यो कलरमा पनि हामी देख्न सक्छौँ रेड र ग्रिन मिक्स भएर चाहिँ एल्लो भएको छ, ग्रिन र ब्लू मिक्स भएर साइन भएको छ, र रेड र ब्लू भएर चाहिँ मजेन्टा कलर आएको छ। अनि तिनटैको मिक्सबाट चाहिँ त्यहाँ व्हाइट कलर आएको देख्न सक्छौँ हामी। अनि अर्को छ, अब यसको युज चाहिँ कहाँ हुन्छ त? यसको युज चाहिँ मोस्टली कम्प्युटर मोनिटरहरूमा, टिभिजहरूमा, मोबाइल स्क्रिन्सहरूमा, अनि डिजिटल क्यामेराहरूमा चाहिँ यसको युज गरिन्छ। अब हामी कुरा गर्छौँ एचएसबी कलर मोडलको। एचएसबी कलर मोडल भनेको चाहिँ एचएसबी स्ट्यान्ड फर एच फर यु, एस फर सेचुरेसन, बी फर भ्यालु। अनि यु भनेको चाहिँ कलर स्ट्यान्ड हो, जसमा चाहिँ अघि हामी भर्खर पढेको छौँ आरजीबी, जसमा चाहिँ रेड, ब्लू र ग्रिन नै पर्छ। अनि सेचुरेसन भनेको चाहिँ कलर प्यारिटी हो। अनि भ्यालु भनेको चाहिँ कलरको चाहिँ ब्राइटनेस अफ कलर हो। अनि यो एचएसबी भनेको चाहिँ मोर लाइक हुन्छ नि ह्युमन पर्सपेक्टिभबाट चाहिँ ह्युमनले कलरलाई चाहिँ कसरी एब्जर्भ गर्छ, कसरी देखिरहेको छ भन्ने कुरा चाहिँ यो मोडलले डिफाइन गर्छ। अनि त्यसपछि यो मोडल चाहिँ हेक्सागोनल कोनमा चाहिँ डिफाइन गरेको अथवा रिप्रेजेन्ट गरेको हुन्छ। अनि त्यसपछि यु इज मेजर एज अ 0 डिग्री टु 360 डिग्रीसम्म मेजर गरिन्छ। अनि सेचुरेसन भ्यालु चाहिँ 0 to 1 सम्म डिफाइन गरिन्छ। अनि त्यसपछि यो चाहिँ खास इन्टुइटिभ कलर सेलेक्सन मेथडमा पर्छ अथवा युज गरिन्छ। अब चाहिँ हामी एचएसबीलाई चाहिँ यसको डायग्रामबाट बुझ्ने कोसिस गर्छौँ। अघि हामीले जुन प्राइमरी कलर छ, जुन चाहिँ रेड, ब्लू र ग्रिन, जुन चाहिँ हामीले यहाँ राखेको छ। अनि ब्लू र रेडबाट निस्किने कलर भनेको मजेन्टा, अनि ग्रिन र ब्लूबाट निस्किने सेड, अनि त्यसपछि ग्रिन र रेडबाट निस्किने एल्लो, त्यसलाई चाहिँ हरेक पोइन्टमा राखिएको छ। अनि जुन यो साइड छ नि, यो साइडलाई चाहिँ हामी भ्यालु गर्छौँ, जुन चाहिँ 1 र 0 मा डिनोट गरिन्छ।
जति हाम्रो भ्यालु बढ्दै गयो हाम्रो कलर चाहिँ लाइटर हुन्छ, जुन चाहिँ यहाँनिर देख्न सक्छौँ। जुन यो भ्यालु तलसम्म अथवा भ्यालु कम हुँदै आउँछ त्यो चाहिँ डार्कर सेडमा हुन्छ। अनि त्यसपछि यो भनेको चाहिँ 0 डिग्री टु 360 हुन्छ। यसलाई चाहिँ यो ब्लूदेखि यो मजेन्टासम्मको यो स्पेसलाई चाहिँ हामीले 60 डिग्रीमा डिभाइड गरेर चाहिँ होललाई चाहिँ 360मा डिभाइड गरेको हुन्छ। अब हामीले कलर चाहिँ यहाँबाट स्टार्ट गऱ्यौँ 0 देखि, अथवा ब्लू 0 छ भने यो ब्लू चाहिँ यहाँसम्म पुग्दाखेरि 60 डिग्री हुन्छ, यहाँदेखि सर्दाखेरि त्यहाँ 120 हुन्छ। अनि जुन यो एक राउन्ड लाउँदाखेरि यो ब्लू चाहिँ 360मा रोटेट हुन्छ। अनि हामी यो डायग्राममा चाहिँ सेचुरेसनको इजिली कुरा बुझ्न सक्छौँ। जति 0 देखि 1 तिर जति भ्यालु बढ्दै जान्छ अथवा सेचुरेसन हामीले बढाउँदै गयौँ भने चाहिँ त्यो पिक्चर अथवा जुन हामी एडिट गरिरहेको पिक्चर अथवा भिडियोहरूको चाहिँ क्वालिटी बढ्दै जान्छ। अनि भ्यालुको चाहिँ जति हामीले यो 0 देखि माथि भ्यालु बढाउँदै गयो भने चाहिँ हाम्रो कलरको अथवा इमेजको चाहिँ ब्राइटनेसहरू बढ्दै जान्छ। अब चाहिँ हामी आरजिबी भर्सेस एचएसबीको चाहिँ कम्पेरिजन हेर्छौँ। अनि आरजिबीको टाइप चाहिँ एडेप्टिभ हो भने एचएसबीको चाहिँ पर्सेप्चुअल हो। अनि कम्पोनेन्टहरू चाहिँ आरजिबीको चाहिँ ग्रिन, रेड र ब्लू हुन्छ। अनि एचएसबीमा चाहिँ ह्यू, सेचुरेसन र भ्यालु हुन्छ। अनि त्यसपछि रहेको छ बेस्ट फर आरजिबी बेस्ट फर डिस्प्ले एन्ड हार्डवेयरमा चाहिँ बेस्ट हुन्छ भने एचएसबी चाहिँ कलर सेलेक्सन एन्ड एडिटिङमा बेस्ट हुन्छ। अनि यो ह्युमन फ्रेन्डली चाहिँ आरजिबी चाहिँ ह्युमन फ्रेन्डली हुँदैन भने एचएसबी चाहिँ ह्युमन फ्रेन्डली हुन्छ। अनि आरजिबी चाहिँ केमा युज गरिन्छ भने स्क्रिन र क्यामेराजमा युज गरिन्छ भने एचएसबी चाहिँ फोटोसप र ओपन सिभीहरूमा चाहिँ युज गरिन्छ। रहेको छ एप्लिकेसन इन कम्प्युटर ग्राफिक्स। आरजिबी चाहिँ रेन्डरिङ इमेज गर्नको लागि डिभाइसमा चाहिँ डिस्प्लेहरू गर्नको लागि अनि टेक्स्टहरू म्यापिङ गर्नको लागि गरिन्छ। अनि अर्को छ एचएसबी चाहिँ इमेज एडिटिङ टुल्सहरू गर्नको लागि, कलर डिटेक्सन गर्नको लागि, भिजुअल इफेक्ट गर्नको लागि अनि युजर फ्रेन्डली कलर पिकर्सहरू गर्नको लागि चाहिँ कम्प्युटर ग्राफिक्समा युज गरिन्छ। अनि हामीले चाहिँ अब लास्टमा रहेको छ कन्क्लुजन के सिक्यौँ त हामीले यो स्लाइडहरूबाट आरजिबी र एचएसबीबाट। आरजिबी भनेको चाहिँ मेकानिजम ओरिएन्टेड एन्ड हार्डवेयर बेस्ड कलर मोडल भयो भने एचएसबी चाहिँ ह्युमन ओरिएन्टेड एन्ड पर्सेप्सन बेस्ड कलर मोडल पर्यो। अनि बोथ चाहिँ कम्प्युटर ग्राफिक्समा चाहिँ एकदम एसेन्सियल कलर मोडल रहेको छ। अनि त्यसपछि चुज डिपेन्ड अन द एप्लिकेसन रिक्वायरमेन्ट, एप्लिकेसनको रिक्वायरमेन्ट के छ त्यही अनुसार चाहिँ यो कलर मोडलहरू चाहिँ युज गरिन्छ। थ्याङ्क यू।